नमस्कार, म लक्ष्मी पौडेल घिमिरे सैनामा तिमी मुर्गिया रूपन्देही नेपाल लुम्बिनी प्रदेशबाट यहाँहरूसम्म चाहिँ म उपस्थित भएको छु मेरो आफ्नै मनभित्रको भावना लिएर। कृपया सुनेर साथ दिनुहोला र सुनिसके पछाडि यहाँलाई जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया जनाउनु भएदेखि आगामी दिनमा मैले गर्ने मेरो सिर्जनामा केही परिमार्जित गर्न सक्छु भन्ने शुभ भावका साथ सुरुवात गर्दछु मनभित्रको। आखिर तिमी को हौ? आखिर तिमी को हौ? म चिन्दिन, तर पनि तिमी घरिघरि मेरै अघि पछि गर्छौ। तिमी को हौ? म तिमीलाई चिन्दिन, तैपनि तिमी मेरै अघि पछि गर्छौ। तिमी को हौ? कहाँ बस्छौ? के गर्छौ? मलाई केही थाहा छैन। म अनजान व्यक्ति। तिमी अनजान व्यक्तिलाई पनि घरिघरि हेरिरहन्छौ, खै किन थाहा छैन। म अनजान व्यक्तिलाई पनि तिमी घरिघरि हेरिरहन्छौ, खै किन थाहा छैन। तर पनि म तिमीलाई वास्तै गर्दिन। म बेवास्ता गरिरहँदा पनि तिमी अझै बढी मेरो ख्याल गर्छौ, खै किन मलाई थाहा छैन। तिमी मेरो अघि पछि गर्छौ, हर पल हर क्षण हर बखत मेरै अघि पछि गरिरहन्छौ, हर पल हर क्षण हर बखत। तर तिमी को हौ? मलाई थाहै छैन। मलाई लाग्दैन तिमी मलाई चिन्छौ भनेर, अनि मेरै पछि पर्छौ भनेर। तिमी को हौ भनेर मैले चिन्ने पनि प्रयास गर्दिन, किनकि मलाई थाहा छ तिमी र मेरो चिना पहिचान भएकै छैन। म चिनिन पनि चाहदिन। तिमी को हो भनी सोध्न पनि चाहदिन। बस म आफ्नै बाटोमा हिँडिरहन्छु जबसम्म मैले मेरो गन्तव्य भेट्दिन, तबसम्म यी पाइला निरन्तर अघि बढिरहन्छन्। तिमीले मलाई पछ्याउँछौ, मेरै पछि लागिरहन्छौ, तर म सोध्दै सोध्दिन तिमी को हो भने। तिमीलाई लाग्छ होला कहिलेकाहीँ त बस एकैछिन भए पनि रुक्यो हुन्थ्यो नि, अनि मलाई हेऱ्यो हुन्थ्यो नि, अनि मसँग बोल्यो हुन्थ्यो नि। ती सब कुरा मलाई लाग्दैन। त्यसैले त म सोच्दिन। आखिर यो बादल, यो वर्षा, यो बिजुली, यो मेघ गर्जन सहितको पानी परेकै छ त, तर पनि किन यहाँ धेरै ताप परेको छ? पानी पर्दा त शीतल अनुभव पर्ने, आज किन झन् ताप परेको छ, राप बढेको छ? आखिर किन? मनमा अशान्ति भएर होला, होइन र? यो मनलाई शान्त पार्नको लागि म खै के गरौँ मलाई नै थाहा छैन। तिमी पनि